It's me Ro here and welcome to my vlog again. Today I'm going to make a vlog of Osaka Aquarium जाँदैछु म र मेरो साथी हैन अनि धेरै दिनपछि चाहिँ vlog फेरि बनाइरहेको छु. The reason I was not making a vlog because memory छैन कि स्पेस छैन मोबाइलमा and I was so frustrated with this phone and अलिकति बनाए कि मोबाइल अफ भइदिन्छ त्यही भएर चाहिँ मोबाइल भ्लगहरु चाहिँ बनाउँदिन. आज चाहिँ गइरहेको छु घुम्न सो आज चाहिँ भ्लग बनाउने सोचे. Let's go with me. Let's enjoy this vlog. अगाडि जेआर लाइन छ ठ्याक्कै घरनेरै छ मेरो यो बिचको जेआर लाइन. पहिला एउटा यहाँ मार्ट छ त्यहाँ मार्ट जान्छ हैन त्यहाँ मार्टबाट चाहिँ एउटा सामान किन्नु पर्ने छ किन्नलाई लाइक वाटर अर समथिङ लाइक दैट. अहिले गोल्डन विक पनि चलिरहेको छ जापानमा अनि मेरो भिडियो पनि थियो लगभग एक हप्ता जति अनि लगभग सक्न लागिसक्यो. 29 तारिकबाट नै थियो आज कति 4 तारिक भइसक्यो एन्ड आई वाज नट गन एनीवेयर इन दिस गोल्डन विक. सो आज जाम के सोचेको कस्तो हावा चलिरहेछ 2-3 दिनबाट यस्तो हावा चलिरहेछ यता ओसाकातिर ओसाका कोबे एरियामा मान्छे नै उडाउने खालको हावा चल्छ नि फेरि यता मलाई उडाउने खालको.
मैले एउटा टिकट लिएँ होइन, तर क्यु लाइन चाहिँ एकदम धेरैको छ। सो मेरो इन्ट्री टाइम चाहिँ 7:30 बजेको छ अनि 7:30 बजेदेखि 7:45सम्म छ मेरो एक्वेरियम भिजिटिङ टाइम रहेछ। अनि त्योभन्दा अगाडिको चाहिँ थिएन। अनि यो चाहिँ बोट कति ठुलो बोटमा आएको छ, जिन्दगीमा फर्स्ट टाइम देखेको मैले। यो पिङको पनि कहाँबाट हो कस्तो हो त्यो पनि एकचोटि बुझ्नुपर्ने थियो, खेल्नु मन छ मलाई होइन। यसको चाहिँ टिकटको प्राइस भन्यो भने 3500 रहेछ। कति ठुलो घर जस्तो, मैले त बिल्डिङ भन्नु थालेँ क्या सुरु भयो अरे त। अनि अब उड्छ जस्तो छ बिल्डिङ यता पखेटा भएको। नाइटमा झन् रमाइलो हुन्छ जस्तो लाग्यो। ठिकै छ 7:30 बजेको टिकट पाएको छु। होप साथी पनि आइसकेको छैन, ऊ पनि आउँदैछ, तबसम्म उसको लागि वेट हुन्छ। कस्तो दामी हो यस्तो नजिकबाट। ऊ घरमाथिबाट झन् कस्तो दामी देख्छ होला। 1000 मात्रै हो नि त। आई टेक वान फेरिस विल टिकट। टिकट त 1000 हो जस्तो लाग्यो मलाई। लेट्स बाई वन। सो आई बट दिस टिकट टु। यो चाहिँ 1000 रुपियाँ मात्रै रहेछ। लाइक आई वाज एक्सपेक्टिङ कि लाइक 4-5 हजार होला, तर एक्सपेक्टेसन अनुसार भन्दा चाहिँ अलिक सस्तो पऱ्यो। सो आई बट वान र यसको वेटिङ टाइम चाहिँ 45 मिनट्स छ। लाइन यति धेरै छ कि लाइक आज गोल्डन विक भएर पनि धेरै मान्छेहरूको भिड छ जस्तो लाग्यो, नत्र अरू टाइम पनि होला, आई डोन्ट नो। पहिला मैले पनि भिजिट गरेको छैन। यहाँ पनि देखाउनु भइरहेको छ वेटिङ टाइम इज 45 मिनट्स। अनि यो चाहिँ लाइन यति ठुलो छ यार, माथिबाट झन् कस्तो देख्छ होला। म ब्याट्री बचाइरहेको छु माथिबाट खिच्नलाई। सो त्यो पनि ट्रान्सप्यारेन्ट म helipad छ यार सिपमा। There is a helipad on the ship. Wow.
I need to wait more 3 hours. So यो ग्रेट फेरिस व्हील चाहिँ गरेर आइसकेपछि I have more 3 hours and म चाहिँ यो अब कफी खान्छु। यहाँ चाहिँ गएर कफी खानु पर्ला। फोटो खिच्ने मान्छे भएन, के गर्ने होला। यहाँ फोटो खिच्ने त मन थियो, कसलाई भनेर खिच्न लाउने होला। यहाँ खिच्छु सेल्फ यहाँ क्यामेरा राखेर पर्फर्मेन्स भइरहेछ कि के हो। बेलुका पर्फर्मेन्स हुन्छ जस्तो छ। फोटो खिच्ने मान्छे भएन, कसलाई भन्ने। भिडियो त बनाइहाल्छ नि। अरिकतिको चाहिँ बस्तो, अरिकतिको चाहिँ बस्तो।最初のコマを何回か打ち上げさせていただきました。その理由いろいろとあるんですが、風のチェックをしてたんです。いけるのかないんですが、いけるところまで頑張ります。近づくなよ、そっちに。ありがとうございます。なんとか行きました。それでは行ってみたいと思います。それではこちらを装着。せっかくなんでちょっとだけ技やりましょうか。よし。ここまでは絶好調です。ありがとうございます。それでは皆さん、よし。ありがとうございます。それでは後半のアクロバットに行ってみましょう。後半のアクロバットはこちらからです。まさかの皆さん無反応でした。もしよかったらちょっと難しい技ちょっと2つやりますんで、そこであなた反応もらえると嬉しいです。こういうライブショー、難しい技なんですが、足元の方に皆さん注目お願いします。こうやってもう少しね分かりやすいゲームをやっていこうと思います。皆さんの盛り上がるポイント作ります。3、2、1、今です。ありがとうございます。これなら伝わりましたか。ありがとうございます。皆さんこんな技行きましょう。ありがとうございます。それでは皆さんもう成功してるんですけど、そう前向きにありがとうありがとうございます。後半終わります。よかったら前の隙をちょっと埋めていただける。心の隙間。皆様ありがとうございます。ありがとうございます。皆さんと一緒にもっと盛り上がりたい。盛り上がりパンチつけます。皆さん今です。ちょっとじゃあ長いことできるんでお願いします。それでは日本で僕しか日本で僕しかやってない人に2ヶ月かかったそんな技になります。そしてこのショータイムいきます。ちょっと待ってください。右の風が強い。そうだよ。よし。そして皆さんをさらに盛り上げていきます。正直風が強いんでどれくらい長いことできる方はいいんですが、チャレンジだけさせてください。よし、ありがとうございます。本当に皆さんの応援がなかったら怖くてできません。それではここから先よし。それではありがとうございます。それでは本当によし。
lots of photos today. कसलाई ल्याउनु फोटो खिच्नलाई? Oh my god. Oh my god. So I'm approaching to make videos because aquarium पनि भिडियो खिच्नु पर्ने छ. सो ब्याट्री नै मेरो मोबाइलको अफ नलाग्यो अनि त्यो भएर म अलिकति जोगाएर चलाइरहेको छु अलिकति. अनि मसँग 1 घन्टा टाइम छ. सो आई एम वन्डरिङ अराउन्ड माई एक्वेरियम होइन. अनि त्यहाँ एक्वेरियमको 7:30 बजेको अपोइन्टमेन्ट छ. तबसम्म म यताउति घुमिरहेको छु. यहाँ नजिकमा सानो पार्क रहेछ अनि यहाँ पछाडि चाहिँ ठुलो सिप रहेछ. त्यसको पछाडि पनि ठुलो फेरिस व्हिल रहेछ जुन मैले देखाइसकेँ ब्लगमा. कराउनु मन लागिरहेको छ बट आई कान्ट बिकज इट्स अ प्लेस वेयर नोबडी क्यान मेक अ नोइज. सो आई गेट सरप्राइज एभ्री टाइम कि होइन. यो ओसन हो कि ओसन हो समुद्र पनि होइन. एन्ड दे हेभ बिल्ड अ ह्युज बिल्डिङ जस्ट बिसाइड द ओसन कि होइन. अनि कति मिहिनेत गरे होला बनाउनलाई. सी होइन हाम्रो बिल्डिङ त हाम्रो अफिस त झन् 27-25 तला कि 27 तला छ. अनि यस्तो ओसनको साइडमा छ यस्तो बिल्डिङहरू कति हजारौँ छ क्या. सी एन्ड आई क्यान इमेजिन कि हाउ दे माइट ह्याभ बिल्ड द्याट. यो चाहिँ एकदम म्याक्सिमम् चाहिँ यहाँ कपालहरू आउने रहेछ. दो आई एम इन्जोइङ बिङ एलोन नो वरिज. तर यो प्लेस चाहिँ यता यस्तो राम्रो प्लेसहरू छ म्याक्सिमम् चाहिँ कपालहरू आउनु हुने रहेछ क्या. यो ब्रिज हेर्नु पछाडिको या दामी देखिरहेछ त. फोन नराम्रो भए पनि इट्स ओके. भेरी मच इन्थुजियास्ट. यो चाहिँ ब्यारेक रहेछ जस्तो लाग्यो. द प्रेसर अफ टेस्ट अफ द स्लो डाउन द प्रेसर अफ वाटर्स. वाउ नाइस. Is there anything new that I need to see? Oh my god. It's a statue of someone. Maybe the king or from the samurais of Japan. I don't know. Something has written here in Japanese which I don't understand fully. Yeah, I think it's maybe the statue of the emperor of Japan. अब मेमोरी पनि सकिन्छ जस्तो छ मेरो फोनको. या वाउ सो ब्युटिफुल. What a beautiful view. कस्तो राम्रो देखेको. This is the view. Great. मेरो मोबाइलको ब्याट्री अब चाहिँ डेड हुन्छ. एक्वेरियम मैले छिरेकै छैन. एन्ड यताको भिगर यति धेरै राम्रो छ कि आई कान्ट स्टप सुटिङ. सुट गर्दाखेरि माई ब्याट्री इज अबाउट टु डाई. सो
5.5मा राम्रो हुँदैन। सो यताको भ्यूहरू यस्तो राम्रो छ। अनि मैले सुट गर्दा गर्दै ब्याट्री सकाइसकेँ। अब चाहिँ यहाँको सुट गर्दिनँ, एक्वेरियमको गएर सुट गर्छु। या द्याट्स अल। अनि यो लास्ट यता यो देखाउँछु म। It's outstanding. It's wonderful. I can't describe it. यस्तो दामी छ। दुई घन्टा बितेको थाहै पाएन यार यहाँ। My gosh. यस्तो दामी देखिरहेको, कति खिच्नु हो, खिच्दा मोबाइल ब्याट्री नै सकिन्छ। Little fishあいつ完全に寝たよ。ちょうどいい。So thank you very much for watching my vlog video till here. And unfortunately I really want to apologize with you all guys, because I could not make an outro video of my vlog because my phone had suddenly died, and I could not shoot more than above that. And there was more interesting things I need to show, I was about to show, but unfortunately I could not. So I really want to apologize, and forgive me for that. By the way, if you have watched till my video till here, then I really appreciate it. So thank you very much. And if you are new to our channel, please subscribe and leave feedbacks or any comments if you have in the comment section below. And yeah, that's all about the vlog. So keep supporting, keep loving, and hope to see you in the next vlog. Till then, take care. Bye bye. Love you all.